माइका मेयर सहित 4 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको समाचार। हथियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव सहित 4 जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नदीजन्य पदार्थ गिट्टी बालुवाको ठेक्का प्रक्रियामा शर्त विपरीत काम गरी सरकारलाई ठूलो राजस्व हानि पुर्याएको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले मेयरसँगै नगरपालिकाका तत्कालीन कर्मचारी र निर्माण व्यवसायीलाई प्रतिवादी बनाएको छ। अख्तियारका अनुसार नगरपालिकाले लगाएको गिट्टी बालुवा र ढुङ्गा उत्खननको ठेक्कामा व्यापक अनियमितता पाइएको छ। अनुसन्धानका क्रममा उनीहरूमाथि नगरपालिकाको शर्त विपरीत कम रकम बुझाएर ठेक्का सम्झौता गरिएको, कर्मचारी र मेयरको मिलोमतोमा झुटो विवरण तयार गरी सोही आधारमा टिप्पणी सदर गरेर ठेकेदारलाई आर्थिक लाभ पुर्याएको आरोप छ। त्यसै सम्झौतामा तोकिएको भन्दा बढ़ी परिणाममा गिट्टी र बालुवा उत्खनन गर्ने अनुमति दिएर प्राकृतिक स्रोतको दोहन र राजस्वको क्षति गरेको अनुसन्धानले देखाएको छ। त्यस्तै ठेक्काबाट प्राप्त हुनुपर्ने राजस्वबाट मिलेमतो गरी सरकारलाई घाटा पुर्याएको आरोप छ। प्राइम टेलिभिजन र स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले गढीमाई क्षेत्रमा गएर नदीजन्य वस्तुको अवैध उत्खननका विषयमा स्थलगत रिपोर्टिङ गरेपछि मेयर विरूद्ध छानबिन शुरू भएको हो। अख्तियारले दायर गरेको आरोप पत्रमा प्रतिवादीहरूबाट जनहित 2 करोड़ 75 लाख 66 हजार रूपैयाँ बिगो माग गरिएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी गर्दै विशेष अदालतमा मुद्दा लगिएको अख्तियारले जनाएको छ। स्थानीय तहमा प्राकृतिक स्रोतको बाँडफाँड र ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा हुने गरेको भ्रष्टाचारको यो एउटा ठूलो उदाहरणका रूपमा हेरिएको छ। मुद्दाको फैसला विशेष अदालतले गर्नेछ।